रहेछौ हाम्रै दवाली नानी त रहेछौ हाम्रै दवाली कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावाली नानी त रहेछौ हाम्रै दवाली नानी त रहेछौ हाम्रै दवाली कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावाली नानी त रहेछौ हाम्रै दवाली नानी त रहेछौ हाम्रै दवाली अहिले पो बुढो भयो अहिले पो बुढो भयो 16 वर्ष उमेरैमा मै पनि झिल्के हुँदो अहिले पो बुढो भयो अहिले पो बुढो भयो 16 वर्ष उमेरैमा मै पनि झिल्के हुँदो अहिले पो